अरूले मेरो सम्मान गरोस्, मलाई धेरै माया गरोस्, मेरो प्रशंसा गरोस् अनि म खुसी हुन्छु भनेर तपाईँ जीवनमा बाँच्नु भएको छ भने त्यसले जीवनमा अझै दुःख उत्पन्न गर्ने गर्छ। तर अरूले मेरा कुरा काटोस्, आलोचना गरोस्, तर पनि म आफूले आफूलाई कहिल्यै पनि भित्रबाट दुखी बनाउँदिन, किनभने मैले मलाई माया गर्छु। त्यसैले आफूले आफूलाई माया गर्नुपर्छ। तर हामी त अरूको कारणले दुखी हुन्छौँ। अब यो मन त्यति कमजोरी छैन। अरूले खुसी दियो भने खुसी हुने, अरूले दुःख दियो भने दुःख हुने, यो मन अब त्यति कमजोरी छैन। अरूले जस्तो सुकै गरोस्, तर म खुसी रहन्छु, म भित्रबाट सन्तुष्ट रहन्छु, म मेरो कर्ममा अगाडि बढ्छु।